हेलो साथीहरु, यस्तो चिसो मौसममा आफ्नो करेसा बारीको लागि लौका र घिरमलाको बेर्ना हामीले कसरी तयार गर्ने त? बेर्ना तयार गर्नको लागि मैले यस्तो सानो सानो बट्टा लिएको छु। यही बट्टामा चाहिँ बेर्ना तयार गर्ने हो, किनभने यो चिसो मौसममा हामीले डाइरेक्ट रोप दिँदाखेरि त्यो बेर्ना उम्रिन्न। गोबरको मल र माटोलाई 50-50% मा मिक्स गरेर मिक्सचर तयार गर्ने। त्यो मिक्सचरलाई यो बट्टाहरुमा फिल अप गर्ने। तपाईले यो बट्टाको ठाउँमा अरु तपाईसँग जे सामान छ त्यही प्रयोग गर्न सक्नुहुन्छ। यसरी सबै बट्टामा यो मिश्रण फिल अप गर्ने र यो बट्टाको पछाडी पाल पारेको छ। यो पाल पार्न पर्छ, किनभने पानीहरु हाल्दाखेरि पाल पारिएन भने त्यो बेर्ना मर्ने सम्भावना रहन्छ। एउटामा मैले दुईटा बिउ राखे। यसरी दुईटा बिउ राखेर यसलाई छोप्दिने। बिउ राखिसकेपछि माथिबाट हल्का पानीले भिजाइदिने, जसले गर्दा यहाँ चाहिँ मोइस्चर भइराखोस्। त्यसपछि यसलाई सानो पोली हाउस बनाएर यसमा राख्दिने र त्यो पोली हाउसको कारणले हिट भइरहन्छ र बेर्ना चाहिँ तयार हुन्छ। त्यसको लागि मैले यहाँ 4वटा छड हेर्न सक्नुहुन्छ। एउटा यहाँ छ, यहाँ छ, अनि यहाँ छ, एउटा यहाँ छ, र मसँग यहाँ पीवीसी को पाइप छ यो। अनि यो पाइपलाई यसरी छडमा राखेर यसरी यताबाट बेन्ड गरेर यसमा राख्दिने। एउटा बेन्ड यतातिर भयो, अर्को फेरि यताबाट राखेर बेन्ड गरेर लगाइदिने। त्यसपछि यो दुईटै पाइपलाई यसरी टाइट गरेर बाँधिदिने। यसको माथिबाट यसरी प्लास्टिकले छोपिदिने। त्यसपछि यसमा एउटा बीचमा यसरी फिलामेन्ट बल्ब यो 60 वाटको छ, यसरी झुन्ड्याइदिने। यसको काम के हो भने बाहिर मौसम एकदमै चिसो भयो, कुहिरो लाग्छ, घामसाम लाग्छ छैन भने यो बाल दिँदाखेरि भित्र हिट भइरहन्छ। त्यसपछि यो सबै बट्टा यहाँ ल्याएर राख्दिने। यो टनेलको हिटले गर्दा यो छिटै उम्रिन्छ। यसरी हामीले धेरै चिसो मौसममा पनि हामी बेर्ना उमार्न सक्छौं। यो तरिकाले हजुरहरूले पनि आफ्नो करेसा बारीको लागि चिसो मौसममा विभिन्न बेर्नाहरू उमार्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा लाइक र शेयर गर्नुहोला। हस्त साथीहरू, धन्यवाद।